सूर्यास्तपछि हजुरहरूले भुलेर पनि यो चिजबिजहरू कसैलाई पनि नदिनु होला। नमस्कार, राधे श्याम। पशुपतिनाथ बाबाले सबैको रक्षा गरून्, कल्याण गरून्। म तपाईहरुको साथी ज्योतिषी पूजा साधना मेरो च्यानलमा तपाईहरु सबैलाई हार्दिक स्वागत गर्दछु। मेरो च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। आजसम्मको मेरो प्रस्तुति के कस्तो लाग्दैछ जस्ताको तस्तै कमेन्ट बक्समा सल्लाह सुझाव दिन नभुल्नु होला। र यदि मसँग व्यक्तिगत रूपमा चिना टिप्पणी बनाउन, हेराउन र विविध किसिमका समस्याहरू छन् भने 98 63 45 62 33 यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। आज विशेष गरेर तपाईहरुलाई जसको घरमा साँझको समयमा यो कार्यहरू हुने गर्दछ त्यो घरमा चाहिँ लक्ष्मीको बास कहिले हुँदैन, लक्ष्मी रुष्ट हुनेछिन्। हामीले गरेको सानो सानो क्रियाकलाप काम कुरोले गर्दा जीवनमा हामीले उन्नति, प्रगति र सफलता, सुख सन्तुष्टिको बाटो भने कहिले पाइरहेको हुँदैन। जहिले अब्जस पाउँछौं, जहिले अप्ठ्यारोमा परिरहन्छौं, जहिले असन्तोष हुन्छ, जहिले धनको कमी हुन्छ, जहिले घरमा रोग भोकशोकले सताइरहन्छ, खाना पनि बिहान बेलुकाको कति दुःख गर्नुहुन्छ, खाना पनि बिहान बेलुकाको छाक ठिक्क टरेको छ, अलिकति लाउन खाना मात्र छ, सेभिङ कहिले छैन हैन। हामीले गरेको सानसानो कुरामा के मैले बारम्बार भिडियोहरु मार्फत भनिरहेको छु, हजुरहरुलाई बताइरहेको छु, वास्तु अनुसार चाहिँ टिप्सहरु दिइरहेको छु र म जस्तै अरु ज्योतिषहरुले, एस्ट्रोलोजीमा अरूहरुले पनि भनिरहनु भएको छ। तपाईले सानो सानो आफ्नो व्यवहार क्रियाकलापलाई चाहिँ परिवर्तन, आफ्नो ह्याबिटलाई परिवर्तन गर्दा तपाईलाई फाइदा हुन्छ भने तपाईले हामीले भने जसरी चाहिँ के काम कारोबारहरु गतिविधिलाई चाहिँ त्याग दिनुस् के। जुन गतिविधिले चाहिँ तपाईको घरमा हानि पुर्याइरहेको हुन्छ, प्रत्यक्ष अथवा अप्रत्यक्ष कसैलाई अलिकति ढिलो असर गरिरहेको हुन्छ, जे कुरा पनि गर्न साथ हुने होइन, यसले पछि पछि पिर्दै जाने हो के। तपाईको पालामा अहिले तपाईलाई केही समय राम्रो भयो भनेर भएन हैन। मान्छे करोडपतिबाट रोडपति आउन टाइम लाग्दैन, त्यही भएर घमण्ड कसैले नगरौ। त्यसकारण गर्दा हजुरले टाइम छँदैमा रहँदैमा आफूले राम्रो गतिविधि र एक्टिभिटिजलाई अँगाल्दै जानुभयो भने त्यही सिको तपाईको नाति पलातीहरुले पनि सिक्दै जान्छन्। तपाईले सिकाएको संस्कार, तपाईले सिकाएका धर्म कर्म ज्ञानका कुरा यदि तपाईले घरमा डेली पूजा गर्ने गर्नुहुन्छ हैन, खाना खानु अगाडि काग कुकुर सम्पूर्णलाई दिएर मात्र खानुपर्छ, शिरको भात सिधै आफूले खानुहुन्न भनेर त्यही तरिकाले तपाईले काग कुकुरहरुलाई यसरी दिइरहने बानी लाउनु भएको छ। अब भने केही आफ्नो पालादेखि नै पूजा पाठ, ध्यान, दानको कुराहरु आफूले गर्दै जानु भएको छ भने तपाईको छोरा नातिले नै सिक्ने हो। तपाईलाई नै धर्म कर्मको बारेमा केही थाहा छैन भने तपाईको नाति छोरालाई चाहिँ कसरी थाहा हुन्छ। त्यसकारण गर्दा घरमा जो आफ्नो पूर्वज, आफ्नो आमा बुवाले जे गर्दै आएका छन् त्यो हामीले जे गरिरहेको छौं त्यही कुरा हाम्रो नाति, हाम्रो छोराले नातिले सिक्दै जाने हुँदा राम्रो कुरालाई अवलोकन गरौँ, फलो गरौँ र नराम्रो कुरा, रूढिवादी रीतिरिवाजलाई चाहिँ त्याग्दै जाउँ भन्दै मैले विशेष गरी आज म तपाईहरुलाई चाहिँ सूर्यास्तपछि साँझपछि हैन, जब घाम डुब्छ त्यसपछि हामीले चाहिँ के कामहरु चाहिँ गर्न हुँदैन, त्यो जो कामहरु गर्दाखेरि चाहिँ तपाईको घरमा चाहिँ लक्ष्मी माता रुष्ट हुनेछिन्, तपाईको घरमा को सह जानेछ, तपाईको घरमा चाहिँ कहिले शान्ति र सन्तोषजनक वातावरण सिर्जना नै हुँदैन त, जहिले कलह हुन्छ, सह हुँदैन। के कारणले त? पहिलो नम्बरमा तपाईले साँझको समयमा शृंगारमा उभिनु है। शृंगारमा त कुनै बेलामा नि उभिनु हुँदैन, तर साँझको समयमा अँध्यारो बनाछ घर हैन, बत्ती पनि बालेको छैन, आफ्नो देवपित्रहरुलाई बत्ती पनि बालेको छैन, कतै बत्ती बालेको छैन, अँध्यारो छ, ढोका थुनेर राखेको छ, शृंगारमा स्त्री जाति चाहिँ कपाल फिजाएर बसेको छ भने यो एकदम नराम्रो है। साँझको समयमा कुनै बेलामा पनि शृंगारमा बसेर खाना खानु, शृंगारमा उभिनु राम्रो होइन। अझ स्पेशली साँझको समयमा बन्द दरवाजा, बन्द ढोका राख्नु त्यो पनि राम्रो होइन है। 2 नम्बरमा जतिसुकै मिल्ने घनिष्ठ साथी होस् अथवा छिमेकी होस्, कोही सूर्यास्तपछि तपाईको घरमा सेतो चीजबिज जस्तो कि दूध, दही, नुन हैन, यस्ता चीजबिजहरु माग्न आउँछन् भने तपाईले नदिनुस्। बरु भोलि दिमला भन्नु अथवा पसल जा भन्नु, उले के गर्छ त्यो थाहा हैन, तर तपाईले नदिनुस्। जतिसुकै मिल्ने छिमेकी भए पनि सूर्यास्तपछि तपाईले आफ्नो घरको चामल, नुन, जुन सेता चीजबिजहरु हुन्छ, दूध, दहीहरु र पैसा
है। स्पेसली यो चिजबिजहरू साँझ परिसकेपछि तपाईले कसैलाई पनि नदिनु होला है। अर्को 3 नम्बरमा तपाईले चाहिँ साँझको समयमा चाहिँ तपाईले कपाल कोर्ने, ऐना हेर्ने हैन, कपाल कोर्ने यस्तो कामहरू पनि नगर्नु होला है साँझको समयमा। अनि झाडु लगाउने, पोछा लगाउने है, बढार्ने कुडार्ने काम हुन्छ नि हो त्यस्तो पनि तपाईले झुकेर पनि भुलेर पनि नगर्नु होला है। कसैलाई पनि ऋण धन कारोबारको कुराहरू, लेनदेनको कारोबार छ भने साँझको समयमा नगर्नु होला है। अनि अर्को नम्बरमा हजुरले साँझको समयमा है तपाईले चाहिँ जताततै चाहिँ झलमल्ल बत्ती बालेर आफ्नो कुल पितृलाई सम्झेर बत्ती जसरी नि बाल्नु बेलुकाको समयमा है। साँझको समयमा गर्ने भनेको त्यो हामीले साँझको समयमा चाहिँ हामीले कपडा धुने, झाडु पोछा लगाउने यस्तो कामहरू गर्न पनि वर्जित गरिएको छ है। यो चिजबिजहरूमा विशेष ख्याल राख्नुहोस्। यो सानसानो कुराहरूले गर्दा तपाईको जीवनमा चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ असर पारिरहेको हुन्छ र केही कन्फ्युजन छ, केही नयाँ विषयमा भिडियो बनाइदिए हुन्थ्यो जस्तो फिल भएको छ भने हजुरले कमेन्ट गर्न सक्नुहुन्छ भन्दै आजको बसाइबाट म बिदा हुन चाहन्छु। हस्त नमस्ते, राधेश्याम।